सो गाइस अबको भिडियो चाहिँ लुम्बिनीबाट यस्तो छ। लुम्बिनी धार्मिक रूपमा अत्यन्तै चर्चित ठाउँ, भगवान बुद्ध जन्मिएको ठाउँ। विभिन्न देशहरूले मन्दिर निर्माण गरेको देखिन्छ। प्रत्येक वर्ष आउने बेलामा चाहिँ हरेक कुराहरू चाहिँ फरक भएको पाइन्छ यहाँ है। यस्तो छ, यो सबै निर्माणाधीन अवस्थामा छ। यता बन्दैछ यो गेट। यहाँनिर चाहिँ अर्को मन्दिर पनि बनिरहेको देखिन्छ है। यस्तो छ, यो चाहिँ गुम्बा रहेको छ। यस्तो छ सुनसान है। भगवान बुद्धको मूर्ति रहेको छ। यस्तो छ है गाइस, लुम्बिनीको यो भ्रमण चलिरहेछ। यो नजिकै पानी पोखरी, यसमा माछा पनि होला नि साथी। लुम्बिनी भ्रमण वर्ष 2020। नेपाल वज्रयान महाविहारमा आइपुगेका छौँ अहिले। नेपाल वज्रयान महाविहार यस्तो छ। यो चप्पल छ ल। साथी यस्तरी घुम्दैछन् है। एकदम महत्त्वपूर्ण कागजात चाहिँ छोडेर यिनी घुम्न आएका छन्। यस्तो छ, ओम बुद्धं शरणं गच्छामि। वाउ, बन्द छ के हो दाइ? बन्द छ नि यो? ओहो, बन्द रहेछ यो। हेर्नुहोस् है, यो असाध्यै सुन्दर मन्दिर छ यो, तर बन्द रहेछ। ओके, यो चाहिँ के हो? यो लिन्सन टेम्पल। यहाँ ध्यान गर्ने टाइपको मन्दिर छ यो चाहिँ। जुत्ता चप्पल यतातिर राख्ने भनेर है। लगाइस भित्रतिर यस्तो छ। तपाईँ सीसीटीभीको निगरानीमा छ। हामी एकदमै शान्तपूर्वक अगाडि बढिरहेका छौँ। शान्त छन् साथीहरू। कृपया शान्त भइदिनु होला। यहाँ चाहिँ ध्यान गर्ने ठाउँ यस्तो छ है साथीहरू। ल,
साथीहरू असाध्यै धेरै गर्मी छ जाडोमा असाध्यै बढी जाडो भएर नसकिने अहिले चाहिँ गर्मी भएर नसकिने यस्तो छ हाम्रो गौतम बुद्धको मूर्ति हट सो अब चाहिँ हामी यो लुम्बिनी यात्राको अन्तिम गन्तव्यको रूपमा रहेको हाम्रो लागि चाहिँ मायादेवी मन्दिरतर्फ जाँदैछौँ यो रास्ता देख्न सक्नुहुन्छ मायादेवी मन्दिर जाने र यहाँ चाहिँ अत्यन्त संवेदनशील पनि भन्नुपर्छ क्यारे यतातिर पानी छ यता पनि पानी छ बाटो ल साथीहरू हामी चाहिँ अहिले मायादेवी टेम्पलमा प्रवेश गरिसकेका छौँ र देख्न सक्नुहुन्छ है अब सबै भित्रतिर चाहिँ क्यामेरा अन गर्न पाइँदैन भित्रको दृश्य चाहिँ देखाउन सकिँदैन यहाँनिर अशोक स्तम्भ पनि छ ल साथीहरू आजको यो लुम्बिनीको यात्रा चाहिँ रमाइलो त भयो तर असाध्यै गर्मी भएको छ यस्तो छ है दामी ल यहाँ यो सकिसकेपछि यो भित्रबाट हामी बाहिर निस्किसकेका छौँ यता यसलाई चाहिँ पुष्करिणी तलाउ के अरे गौतम बुद्ध नुहाएको पोखरी भन्ने विश्वास छ यस्तो बाहिर यो अशोक स्तम्भ सम्राट अशोकले बनाएको स्तम्भ हैन